Hello everyone, I hope you all are doing well. र तपाईले यस भिडियोमा नेपालको म्याग्निफिसेन्ट सिटी धरानलाई देख्नुहुनेछ। सो तपाईले भिडियोलाई स्किप नगरी लास्टसम्म हेर्नुहोस् and please don't forget to like, share and comment. Okay, let's get started. Good morning guys, यो चाहिँ मेरो सेकेन्ड भ्लग नेपालको। दिस इज द सन अनि यहाँ चाहिँ पास्टर बुवा हुनुहुन्छ र हामी ब्रदरहरूसँग हामी सबैभन्दा पहिला चाहिँ हामी गच्छा चर्चमा हामी एटेन्ड गऱ्यौँ। अनि नेक्स्ट चाहिँ यो चाहिँ परमेश्वरको जीवित मण्डली इटारीको हो। आफ्टर चर्च चाहिँ हामी नानाहरूसँग धरान जाने प्लान गरेको थियौँ। सो हामी लागिहाल्यौँ अनि यो बाटो चाहिँ अब इटारीदेखि धरानसम्मको। वी आर अन द वे गाइज, सो प्लिज किप वाचिङ, डोन्ट स्किप द भिडियो भन्न चाहन्छु। अन्त यसो कमेन्ट गर्दै गर्नुहोस् कस्तो लाग्दैछ तपाईँलाई, लाइक सेयर चाहिँ गर्न नभुलिदिनुहोस्। फाइनली धरानको घन्टाघर देखा परिहाल्यो। अन्त ऊ यता फेरि अब टिकट काउन्टर पनि देखा परिहाल्यो। र गाइस यहाँ चाहिँ नानाहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ हामीलाई एकदमै राम्रोसँगले गाइड गर्नुभयो। र मैले छेउबाटै गएर यस्तो घन्टाघर उँभो हेरि पठायो। अन्त मलाई चाहिँ अब माथि एकदमै गएर टपमा गएर हेर्न मन पर्यो। अन्त हामी सबैजना टक्कै भित्र एन्ट्री गऱ्यौँ हो। र मलाई चाहिँ अब माथिबाटको टपबाटको भ्यूहरू चाहिँ कस्तो देख्दो रहेछ भने हेर्न मन परेको थियो। र तपाईँले पनि हेर्नुहोस्, अब तपाईँले देख्नुहुनेछ। र माथि पुग्दा अब निकै साह्रो पऱ्यो जस्तो भइगयो। लु गाइस, अब चाहिँ देखा पर्यो फाइनली अब यो धरान सहरको भ्यूहरू। अब परसम्म देख्दैछ, अब कहाँ हो राम्रोसँगले पनि देख्दै छैन। अन्त हावा पनि क्या मजाले आउँदो रहेछ। नानाहरू पनि यहाँ मजाले हावा खाँदै हेरिरहनु भएको छ। तपाईँहरू पनि मजाले हेर्नुहोस्, लु इन्जोय गर्नुहोस् तपाईँहरूले यो भ्यूहरूलाई हेर्दै। र म तपाईँहरूलाई सबै कुरा देखाउने कोसिस गर्नेछु है। त्यहाँदेखि चाहिँ हामी अर्कै ठाउँ जाने भयौँ। र यो चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ यो चाहिँ आरा धरान हो। यो चाहिँ भर्खरै बनिएको रहेछ। अब के कस्तो छ है, लेट्स सी। अब मलाई चाहिँ अब एकदमै गर्मी भइरहेको थियो, तर त्यहाँ पुगेपछि चाहिँ अब एकदमै शीतल लाग्यो। बेन्च रहेछ, टक्कै बसेँ, त्यहाँबाट यसो नजाराहरू हेऱ्यो, एकदमै पिसफुल खालको लाग्यो। अन्त निकै क्राउड पनि देखिँदैछ। ऊ माथितिर चाहिँ अब पर निकै भिड रहेछ। अनि नानाले मेरो भिडियो पनि टक्कै बनाइदिइहाल्नु भयो। त्यहाँ चाहिँ अब फाउन्टेन रहेछ नि त, त्यहाँबाट मैले पनि नानाको चाहिँ एउटा टिकटक बनाइदिइहालेँ। अब हेर्नुहोस् त, त्यहाँनिर चाहिँ फेरि अब पानी टक्कै चाहिँ बाहिर पनि पुरा उस्टेर आउँदो रहेछ कि। अन्त एकदमै शीतल लाग्यो, मजा लाग्यो। अब पछाडि नानाहरू हेर्नुहोस् सेल्फी हानिरहनु भएको छ, एकदमै इन्जोय गरिरहनु भएको छ। अन्त फाउन्टेन चाहिँ अब हार्ट सेपमा रहेछ। फेरि एक फनको घुमिराखेर चाहिँ त्यहाँबाट यसो अर्कोपट्टि पछि गएको त त्यहाँनिर चाहिँ अब डोको बोकिरहनु भएको रहेछ हो। त्यहाँबाट चाहिँ फेरि अर्कोपट्टि यसो हेरेको त त्यहाँ चाहिँ अब बसेर फोटो खिच्नु पाइन्छ नि, त बच्चाको लागि मात्र भनेर लेखेको रहेछ हो। हामी टाप त्यहाँबाट अन्त अब हेर्नुहोस् यता मजाको वी लभ धरान हार्ट सेपमा है। गाइस टाइम चाहिँ अब एकदमै कम्ती भएकोले गर्दा अब साह्रै यताउता बेसी घुम्नु पाइएन। तर पनि अब अपकमिङ डेजमा चाहिँ अब नेपालमा आएर फेरि पनि भ्लगहरू यसो भिडियोहरू बनाउनु पाउँछु होला भनेर चाहिँ सोचिरहेको छु। श्रम संस्कृति पार्क, अन्त यहाँ चाहिँ अब एन्ट्री गर्ने ठाउँ छ, टिकट काउन्टर पनि यहाँ टक्कै छ हो। मेयर हर्का साम्पाङ अभियान श्रमदानबाट निर्मित श्रम संस्कृति पार्क धरान सुनसरी नेपाल। ल हेर्नुहोस् त गाइस, अब मलाई चाहिँ नानाले एकदमै बेसी गाइड गर्दै लानुभयो। अब यहाँ के कसो छ भन्ने कुराहरू, धेरै कुराहरूको जानकारी दिँदै लानुभयो। अब यहाँ चाहिँ अब एकदमै बेसी प्लान्टेसनहरू पनि गरिएको रहेछ। अन्त अब एकदमै बेसी राम्रो प्रोग्रामहरू पनि गरिँदो रहेछ। सिरी यस्तो रहेछ। अन्त हामी ओह्रालो टक झऱ्यौँ। अन्त अलिक उता यसो हेरेको त पानी झरिरहेको रहेछ। अन्त नानाले पानी पिउनु मिठो हुन्छ भन्नुभयो। अन्त हामी दुवैजनाले पानी पियौँ, साँच्चै नै मिठो भयो। अन्त नानाले चाहिँ भिडियो गरिदिनु भयो। अलिक उता गएर यसो भिडियो गऱ्यो। ल हेर्नुहोस् है त, अब यहाँ आरा धरान। अब तपाईँहरूले देख्ने बित्तिकै पक्कै पनि बुझिहाल्नु भयो हो। हामीले पनि यसो हेऱ्यौँ, आरा त रियल जस्तो देखिन्छ त हो। अनि त्यहाँबाट हामी सबैजनाले मजाले हेरे पश्चात चाहिँ हामीले सबैजनाले सेल्फी हान्यौँ हो। त्यहाँबाट फोटो क्लिक गरे पश्चात अलिक उता गएर यसो हेरेको त बस्ने ठाउँ काठको ठुलो बनाएको रहेछ हो। त्यहाँबाट मजाको लाग्यो। त्यहाँबाट मेरो पालो एकछिन यसो गलिरहेको थियो, बसिदिएँ हो। त्यस पश्चात चाहिँ हामी अर्कै ठाउँ पुग्यौँ हो। यहाँ चाहिँ घोपा क्याम्प रहेछ, नानाले भन्नुभयो। अन्त यो चाहिँ अब ठुलो हस्पिटल रहेछ नि त, यहाँ चाहिँ अब डुलेर पनि सक्दैन अरे, 2 दिन जस्तो लाग्छ भन्नुभयो। त्यहाँबाट चाहिँ अन्त हामी यसो हेरिराखेर चाहिँ लाग्यौँ।
त्यसपश्चात चाहिँ हामीले खाजा खायौँ, यहाँ मिठो नुडल्स अनि पर्क चिली। त्यहाँ खाए पश्चात चाहिँ बाहिर यसो हेरेको त रात पर्न लागिरहेको रहेछ। तपाईँले देख्न सक्नुहुन्छ सनसेट भ्यू। अनि त्यहाँबाट चाहिँ हामी सट्टै अटो रिक्सामा चढेर सररै लाग्यौँ। कहाँ पुग्यो भन्दाखेरि चाहिँ सपिङ कम्प्लेक्समा। तपाईँले देख्न सक्नुहुन्छ कति ठुलो छ। अन्त इभिनिङ भ्यू चाहिँ यस्तो मजाको लाग्यो। र यहाँ चाहिँ नानाहरू सपिङ गर्ने भन्नु भएर आएको। अन्त भित्र गएर चाहिँ म चाहिँ सररै अब एस्केलेटरमा हो। त्यहाँबाट अन्त यसो नानाहरू सपिङमा लाग्नुभयो। अन्त यसो यताउता हेरेको त पर्पल कलरको क्याबेज देखेँ। मेरो पालो $1 टिपेर उठाइहाल्यो। त्यहाँबाट अन्त चाहिँ यसो उता हेरेको त फेरि रेडिमेड मोमो रहेछ हो, कस्तो मजाको। अन्त यो चाहिँ अब बनाउनु नजान्नेलाई छिटोको लागि चाहिँ एकदम बेस्ट रहेछ। त्यसपश्चात चाहिँ गाइस हामी चाहिँ अब छिटो गरेर गयौँ, किनभने हामी चाहिँ यता ब्रदरको बर्थडे एटेन्ड गर्नु थियो। हामीलाई चाहिँ अब बिहानै इन्भाइट गर्नु भएको थियो नि त। अन्त हामी गए पश्चात चाहिँ बर्थडे सेलिब्रेसन भयो, केक कटिङ भयो। हामी केकहरू खाएर खानाहरू खाएर त्यहाँबाट चाहिँ हामी लगातार फेरि फर्किहाल्यौँ, किनभने चाहिँ हामी यता फेरि हेर्नुहोस् त नेक्स्ट बर्थडे एटेन्ड गर्नु थियो, किनभने यहाँ नानाको बर्थडे थियो। हामीलाई एकदम पर्खिरहनु भएको थियो। हामी गए पश्चात प्रेयरहरू गरे पश्चात केक कटिङहरू भयो। त्यहाँबाट अन्त यत्रो केक त लिएर मुखमा गम्मै हाल्थ्यो, मेरो पाल खाइदिइहाल्यो। अन्त अब यता चियर्स हो। अन्त फेरि त्यहाँ अब डिनर गर्नै पर्ने हो। अब के गर्नु, अन्त हामीले गरिदिइहाल्यौँ डिनर पनि। ओके गाइस, तपाईँलाई अब यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिकन भन्नुहोस्। र आजको यो भिडियो चाहिँ यति नै छ। सी यू सुन इन नेक्स्ट भिडियो। थ्याङ्क